साथीहरु हामी अरिङ्गल पुल्न आएको माथि छ अरिङ्गल चाहिँ ओहो सो लङ टाइम चाहिँ यो अरिङ्गल पुल्नलाई हामी तयारी अवस्थामा छ 10-8 जना अरिङ्गलको गोला पनि कति ठुलो छ नि बा कति पाथी आउँछ होला यसमा ए यहाँ पुग्यौं हामी अरिङ्गल पुल्नलाई ए माथि छ अरिङ्गल धेरै ठुलो छ बल्ल बल्ल 1 घण्टाको प्रयासमा यो ठुलो अरिङ्गललाई चाहिँ हामीले पुल्ने प्रयास गर्दै छौं रुखमा 2 जना छ ट्याक्क लाएर यहाँ छ 2 जना यहाँ 1 जना यहाँ 1 जना छ 2 जना टक्कै मजाले पोल्दै छौं हाम्रो यो बवाल तरिकाले पोल्ने कार्यक्रम हुँदैछ है साथीहरु ल अरिङ्गल खानलाई कसैले रहर लाग्छ भने सम्पर्क गर्नु होला ल बब्बाल छ ए धेरै टाढा छ ल ए बब्बाल छ ए साथीहरु अरिङ्गल पनि धेरै ठुलो छ बब्बाल ठुलो छ क्या यहाँ इस यति ठुलो छ नि बा धेरै ठुलो 2 minutes later. अरिङ्गल पुल्यो कालो अरिङ्गल बबाल छ कालो अरिङ्गलले नाना नि सुमन दाइ तर सबै खाली रहेछ साथीहरु ए बबाल ठुलो ठुलो रहेछ यार है दामी ठुलो रहेछ ठुलो 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 ए यसमा ठुलो 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 अरिङ्गल पोलाइ काम हुँदैछ हाम्रो जङ्गलमा ओहो ल ल बब्बाल रमाइलो हुँदैछ हैन ल ल टोपी लाउ टोपी लाउ त हो त्यहाँ जर्मन टोपी है हो हो चाका ल बबाल यस्तो टोपी सहितको हैन ल बबाल छ ए कालो अरिङ्गल रातो अरिङ्गल पोल्ने कार्यक्रम हाम्रो जङ्गलमा सबजना छ बोरामा बोकाइ छ हैन हाम्रो बबाल छ बोरा 50 केजी भयो है ल जङ्गलबाट पोलेर ल्याएर मजाले केलाउँदै हो कालो अरिङ्गल हैन बबाल छ है केलाउने यहाँ हाम्रो कुमार दाई हैन कुमार दाई अनि हाम्रो रवि सानु अनि सुमन दाई कमल अङ्कल हाम्रो ससुरबाउ यस्तो बवाल हो अरिङ्गल पोलाइ हुँदैछ निकाल्ने पोलेर ल्याइसक्यो जङ्गलबाट हैन अब घरमा ल्याइसक्यो ल अरिङ्गल चाहेमा सम्पर्क गर्नु होला कालो अरिङ्गल ल चल्दैछ हो यसरी चल्दो रहेछ यार यो अरिङ्गलको बच्चाहरू ल बवाल छ बवाल यस्तो दामी नि पोलेको हो कि यो गन्ध मात्र गरेको यो बाला न बाला बाला कस्तो आगो त्यस्तो यो त्यस्तो होइन के झोइले कस्तोको आइरहेको थियो यस्तो बवाल रहेछ हो त्यो गर्ने चाहिँ हो यसरी झार्ने हो अरिङ्गल चाहिँ टक 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 लाएर झर्यो एउटा चाकाबाट 1 माना झर्छ हेर बवाल छ बवाल